विशेष गरेर हाम्रो वडा अध्यक्षज्यू मार्फत हामीले आउँदो हाम्रो टोलमा के हुँदैछ भन्ने कुरो जानकारी पाइसक्नु भएको छ र त्यसलाई हामीले सम्पन्न गर्नका लागि एउटा नयाँ कमिटी चयन गर्नुपर्ने रहेछ भन्ने मैले बुझेँ। यो तपाईहरुको मनमा जुझारुको साथ पल्लाई राख्दा ठिक हुन्छ कि म आफै बस्छु भन्ने ठिक लाग्छ भने तपाईहरुको मात्र प्रस्ताव आओस्। र अर्को कुरा मैले अलिकति मलाई जिज्ञासा लागेको हाम्रो वडा अध्यक्षज्यू मार्फत अब पहिला धेरै उहाँले कोसिस गर्दै आउनु भएको वडा तर्फबाट यस टोललाई चाहिँ केही विकास गर्नुपर्छ भन्ने सन्दर्भमा अब 64 लाखको कुरो पहिला उठाउनु भएको रहेछ भन्ने कुरो प्रष्ट भयो। त्यस पछाडि 60 को कुरो चलेको रहेछ त्यो पनि भएन र अहिले भर्खरै यस आर्थिक वर्षमा रातो पुस्तक हुन्छ अरे त्यो रातो पुस्तकमा चाहिँ हामी 30 लाख चाहिँ क्लियर भएर आएको छ अरे भन्ने त प्रश्न भइसक्यो हामीलाई। र त्यस पछाडि अब यो यतिले त अब त्यहाँ पक्कै पुग्दैन भन्ने कुरो पनि तपाईलाई पस्काइसक्नु भएको छ। र 5 लाख हाम्रो धरान 11 वडाबाट चाहिँ 5 लाख सबैभन्दा अरू ठाउँभन्दा अरू टोलमा भन्दा यहाँ चाहिँ 5 लाख बढी हामीलाई चाहिँ रकम उपलब्ध भन्ने किसिमले बुझियो। हाम्रो चाहिँ अब भिडियोमा जहिले खिच्छु नि मलाई सब्सक्राइब चाहिँ गर्नु न अनि माथि बस्नु नि हैन म नसकेर तल बसेको हामी सुविधा चोकको जनताहरू है नमस्कार है सबलाई मेरो। अनि तँ कहाँ आउने आज माथिबाट चाहिँ पढा आउँछ खोइ त बुढा आउँदैन नि तपाईले एउटा निष्कर्ष सल्लाहकार रूपले तपाईले एउटा अपराध मान्छे पनि तपाईले पनि भन्नुपर्छ र हामीले पनि भित्रभित्र चयन गरेको छौँ विचार गरेको छौँ होला त्यो सबै हाम्रो राय सुझावमा चाहिँ अहिले छान्नुपर्छ। तपाईको सचिवले चाहिँ प्रस्तुति गर्नु तपाईँलाई चाहिँ टोललाई समेटेर म त तपाईँहरूको म हिजो तपाईँहरूको म तपाईँहरूसँग हो त अब त तपाईँले त्यति अराउनु चाहिँ त्यो गर्ने मान्छे खाइहाल्छ नि कान खानेले बताउने है त्यो लु है त लु सबैजना उपस्थित हुनुभएकोहरूलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट नमस्कार है। म चाहिँ प्रीतिमान राई यस टोल विकास संस्थाको चाहिँ सचिव। अब त्यही त खासै बोल्नु आउँदैन केही त्रुटिहरू बोलेमा चाहिँ माफ गरिदिनु होला। र आजको यस कार्यक्रम चाहिँ म अब अगाडि बढाउनु गइरहेको छु र यहाँहरूलाई पनि अनुमति माग्दै आजको यस हाम्रो कालोपत्रे जुन निर्माण हुन गइरहेछ यसमा चाहिँ आज चाहिँ हाम्रो टोल धरान 11 कुबिरता चोकमा चाहिँ लगभग सङ्गम चोकदेखि कुबिरता चोकसम्म चाहिँ एउटा ड्रेन बन्ने पक्की नै भएको छ। त्यसो भएको कारणले गर्दा हाम्रो धरानको महानगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष पनि उपस्थित हुनुभएको छ र अहिले हामी निर्माण कमिटी गठन गर्न गइरहेको छ।
कमल दिदी यता बोलाएको थियो तपाईँलाई। थोरै भए पनि थोरै परिपूरक भएको छ। फेरिमा हामीले हाम्रो गाउँ बनाउने, आफ्नो ठाउँ बनाउने, आफ्नो टोल बनाउने भन्ने कुरो सबै कुरा आर्थिककै कुरा आउँछ, बजेटकै कुरा आउँछ। र यो लामो समय हामी यहाँनिर धरानमा के अरे जति पनि अहिले हामी बसोबास गर्ने हाम्रा टोलीहरू सबै यहाँनिर आएर बसोबास गर्दै हुँदाखेरि यो ठाउँको अवस्थाले कसरी हुन्छ, यहाँको पहिलेको हाम्रा चाहिँ देवीराज राई लगायत चाहिँ उहाँहरूको टोलीले यहाँ धेरै कुरो चाहिँ जेल्नु भएको छ, बेहोर्नु भएको छ। त्यसको पश्चात यो हामीले ट्रेन एउटा चाहिँ त्यतिखेर एसिले विकास ब्याङ्कद्वारा नै एडिबीकै पैसाले चाहिँ यो ट्रेनसम्म बनाउने हैसियत। तर त्यतिखेर ट्रेन बनाउँदा हामीले अहिलेको जमानालाई हामीले बिर्सेछौँ, यो समयलाई पनि हामीले बिर्सिँदाखेरि अहिले हामी पछुताउन छौँ। किनभने माथि त्यतिखेर खेतहरू थियो, खेतमा पानी के अरे अल्मलिन्थ्यो र पानी सानै सानै आउँथ्यो, तर त्यतिखेर यहाँ जलमग्न चाहिँ हुन्थ्यो। त्यतिखेरको सोच बनाएर हामीले यो ट्रेन बनाएको अलिक ठुलो ट्रेन बन्थ्यो, माथिबाट आएर जति पानी आँट्थ्यो, आँटेर चाहिँ अहिले यति नोक्सानी हुँदैन, यत्रो भाव हुँदैन थियो। र अहिले हाम्रो ट्रेन चाहिँ सानो चाहिँ माथिबाट जति पनि अब खेतहरू सबै फ्लटिङमा बदलियो, फ्लटिङमा बदलेपछि जत्रो पानी पर्छ त्यतिकै बगेर आउने भयो। त्यसले गर्दा यहाँ तल मुनि हाम्रो चाहिँ के अरे यहाँको स्थानीय वासीहरूलाई धेरै बसाइपछि धेरै चाहिँ भावहरू बनाउँछ, एकदम चाहिँ धर्म। त्यस कारणले अब हामी बिचको कुरा आयो, यो के अरे कुबिरता चोकमा आजभन्दा पनि के अरे जनप्रतिनिधि आए, त्योभन्दा अगाडिकै जनप्रतिनिधिहरू हुँदा समेत पनि यो बाटोलाई जनप्रतिनिधि भिड हुँदाखेरि पनि पिच बनाउनुपर्छ, पिच गर्नुपर्छ। पिच बनाउनलाई कसको पालामा कसले गर्छ, के गर्छ, पालाभन्दा पनि यहाँनिर सबै अलिकति यहाँको स्थानीय नै सक्रिय नभइकन त्यो बनेन भन्ने मैले चाहिँ महसुस गरेको छु। र म पनि 2 चोटि चुनाव लडेँ। म 74 सालमा पनि मेरो योजना थियो, र 74 साल होइन त्योभन्दा अगाडि नै म आफै के अरे पार्टीकै मात्रै जिम्मेवारी मान्छे वडाको भएको हुँदाखेरि त्यतिखेर मैले कुरो गरि नै हिँड्थेँ, तर मेरो पहुँच पुग्दैन थियो। म कुरा गर्थेँ, पहुँच पुग्दैन थियो, र पहुँच पुगिराखेको बेलामा पनि चाहिँ के अरे बजेट बिना काहीँ पनि नहुने। र अहिले यसपालि हामीले धेरै लामो समयमा थोरै भए पनि बजेट आएको छ, हामी सुरु गरौँ भनेर मैले चाहिँ मेरो मागै चाहिँ मैले मागपत्र पठाएको चाहिँ यसको इस्टिमेट गराएको थिएँ मैले के अरे 64 लाखको आएको छु। त्यो 64 लाखमा 60 लाखको माग हो, र 60 लाखमा पनि उहाँले चाहिँ कटौती गरेर अन्तिममा रातो बुकमा चाहिँ 30 लाख मात्रै पठाइएको छ। यो 30 लाख रातो बुकमा आइसकेपछि त्यो 30 लाखलाई पनि कसरी अब काम गर्नु पर्यो, हाम्रो त अधुरो रहने भयो भन्ने कुरो कौतुकल चाहिँ छ अहिले पनि। अब अहिले त्यो रातो बुकमा आएको पैसा चाहिँ हामीले खर्च गर्ने पर्ने हुन्छ। त्यो खर्च गर्नको लागिलाई मैले अब अहिले सबैभन्दा यो एरियामा पहिलो यो कुबिरता चोक पिच भइदियो भने यसको ब्रान्चहरूलाई कुन साल कुन गर्ने भन्ने कुरो हामीलाई बाटो मार्ग प्रशस्त नै हुन्छ। यो चोक अहिलेको होइन, पुरानो चोक हो। यो चोकलाई हामीले एउटा मङ्गलबारेलाई मात्रै हेर्छ भन्ने कुरो चाहिँ के अरे विद्यनजर थियो जस्तो सबैको, तर त्यसलाई तोडेर अब यो कुबिरता चोक पनि हाम्रो चोक है, यो पनि हाम्रो चाहिँ माथिल्लो भएको मङ्गलबारे भयो भने तल्लो भएको चाहिँ कुबिरता चोक पनि त्यति नै सेन्टर परेको छ। यो यति नै यहाँको घनबस्ती छ। यसले गर्दाखेरि यो चोकलाई पनि हामी व्यवस्था गर्नुपर्छ भन्ने अहिले बोल्नु के अरे नाराको साथ मैले नगरपालिकामा पटक कुरो राखेको छु, पटक चाहिँ प्रस्तावहरू राखेको छु। हर कुरोमा चाहिँ कुबिरता चोक मेरो मुखबाट छुटेको हुँदैन। यो बजेट के अरे विनियोजन तर वडाबाट वडालाई नै अरे त्यो बजेट आएको बाददेखि वडाले नै पनि गर्नु सक्ने हैसियतबाट वडाले गर्न सकिन्थ्यो, तर वडालाई सीमित बजेट आउँछ, त्यसलाई भन्छ सिलिङ बजेट। हामी जहिले तहिले अब 4 सालमा पनि एकै खालको बजेटले नै हामी काम गर्दैछौँ। तर यो चाहिँ अहिले हामीले नगर योजना भनेर पहिले नगर योजनाको बजेटबाट परेको छ, 30 लाख रुपियाँ परेको छ। यो 30 लाखलाई हामीले टोटल इस्टिमेट कति आउँछ अहिले मैले त भने यो चाहिँ यता माथि गराउनु सकियो भने अनि आउँदो सालमा यो बाटो बनाउने, त्यो बाटो बनाउनलाई सालमा एउटा अथवा 2टासम्म पिचहरू बनाउँदै जानको लागि पनि हामीलाई एउटा मार्ग प्रशस्त हुन्छ भन्ने मेरो चाहिँ विचार। त्यसले गर्दाखेरि आज छोटै मात्रै भने यो बजेट
तपाईँहरूलाई एउटा कुरो के भन्छौँ, यो बजेट तपाईँ हामी सबैले कर तिरेकोबाट जम्मा भएर आएको हुनाले कुनै पनि पार्टीले, म अहिले तपाईँहरूको जनप्रतिनिधि, म पार्टीको मान्छे होइन, पार्टीले टिकट दियो मलाई, पार्टीले टिकट दियो, तपाईँले मत लाउनु भयो, मैले चुनाव जितेँ, म जनप्रतिनिधि, म हिजो पार्टीको मान्छे थिएँ, अब त म साझा मान्छे हो, तपाईँहरूको कुरा सुन्ने मान्छे, तपाईँले अराएको काम गर्ने हो, तपाईँले यो भएन त्यो भएन, मैले गर्नु सक्ने ठाउँबाट मैले गर्ने। यहाँनिर सबै नेताहरू आएर, सबै पार्टीका साथीहरू आएर यो हामीले गर्दा पर्यो भन्थ्यो भने तपाईँहरू पत्याउनुहुन्छ? किन पत्याउनु हुँदैन? पार्टीले गर्थ्यो भने धेरै पार्टीहरू अगाडि नै धेरै राज्य सत्ता चलाएर बसेको पार्टीहरू छ, त्यो पार्टीले गर्थ्यो होला। र अहिले हामी जनप्रतिनिधि 2079 सालको जनप्रतिनिधिको पालामा चाहिँ हाम्रोमा हामीले गऱ्यौँ है भन्नेसम्म चाहिँ बनाउने हो। हामी वडा अध्यक्ष, वडा सदस्य, उपमेयर, मेयर भनेको हामी जनप्रतिनिधि, तपाईँहरूको साझा मान्छे। हामीले तपाईँहरूको अनुहार हेरेर काम गर्ने होइन, हामीले तपाईँहरूको व्यवहार हेरेर काम गर्ने। तर तपाईँलाई के परेको छ, तपाईँहरूको आवश्यकता के हो? वडामा आउँदाखेरि मैले दिने सेवा भनेको तपाईँहरूको अनुहार हेरेर यो मेरो मान्छे रहेछ भनेर गर्ने होइन। मैले वडाको नागरिकलाई दिनुपर्ने सेवा निर्विवाद रूपले, निष्पक्ष रूपले गरिरहेको छु म जस्तो मलाई लाग्छ। अहिलेसम्म विवादमा कहीँ पनि परेको जस्तो मलाई लाग्दैन र पर्दैन पनि। किन पर्दैन भने म आफै 25 वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेर भएर नै म अहिले जनप्रतिनिधि भएको हुँदाखेरि म धेरै मान्छे चिन्छु, तपाईँहरू थुप्रै चिन्छु। यहाँले मलाई चिन्नुहुन्छ, चिन्नुहुन्न आफ्नो ठाउँमा, र मेरो वडावासी भन्ने चाहिँ म त्यति पहिचान चाहिँ गर्छु। त्यस कारणले यो बजेट अब अहिले हामीले अब ढिलो गऱ्यौँ भने यो फेरि के छ भने चाहिँ नगरबाट आएको बजेट चाहिँ जसले छिटो काम गर्छ त्यसले चाहिँ पैसा पाइहाल्यो। जसले काम ढिलो गऱ्यो भने त्यो चाहिँ पछि अर्को सालमा पनि जान सक्छ। त्यस कारणले यसैलाई हामीले छिटैभन्दा छिटो संस्थागत गर्नको लागिलाई, यो बजेटलाई सञ्चालन गरेर अगाडि बढ्नको लागिलाई यो समिति गठन गर्नु अत्यन्त जरुर छ। र अहिले यहाँलाई मैले भनिदिएँ 60-40 भन्ने कुरो चाहिँ त्यो 40 वडाले के अरे नगरले लाने होइन, वडाले लाएनन्। हाम्रैमा नपुग बजेटलाई हाम्रो स्थानीयको पनि जिम्मेदारी होस्, हाम्रो स्थानीयको पनि दायित्व होस् भनेर त्यसलाई हामीले गरेका छौँ। तर यो टोल उपभोक्ता समितिले नै यसलाई सहजीकरण र सहकार्य गरेर कसरी गरेर जाँदा ओके हुन्छ, त्यो काम सबैको कसैको तन्त्र कसैलाई दिल दुखाएर चित्त दुखाएर गर्नुपर्दा पनि यो हाम्रो गाउँ बनाउनुको लागि सबैको मन दिल खुलेर यहाँले गर्नुहुनेछ म आशा गर्न चाहन्छु। त्यसले गर्दाखेरि हामी कति सक्छौँ अब हाम्रो नापजाप गरेर यसले गर्दाखेरि हामीले जनप्रतिनिधिको हैसियतले मात्रै प्रस्तुत भएको छौँ, हामी पार्टीको हैसियतले भएको छैनौँ। पऱ्यो भने हामी जनताले के अरे तपाईँहरू भएर हामी भएर तपाईँ बराबरी नङ र मासु भएर के अरे जनप्रतिनिधि र स्थानीय जनसुरक्षार व्यक्तिहरू बराबरी मिलेर काम गर्न आँट्या हो। त्यसले गर्दा यहाँलाई मैले भनेको कुरो यहाँलाई चाहिँ चित्त त नदुख्ला, तर हामीले काम गरेर जाँदाखेरि छिटोभन्दा छिटो यो कामहरू गर्नुपर्ने हुँदाखेरि आजको यो कार्य यो चाहिँ उपभोक्ता समिति गठनमा मैले अहिले भर्खरै मैले बोलाएको थिएँ। हाम्रो चाहिँ के यहाँ टोल विकास समिति अध्यक्ष बेलुका हामीले अरू ठाउँमा काममा चाहिँ उठाउँदाखेरि बेलुका उहाँले नामा चाहिँ भोलि उपभोक्ता समिति गठन गर्नु भनेर भन्नुहुन्छ। किन हामीले कार्ययोजना अघि नै तयार गरिसकेका हुन्छ। त्यसले गर्दा पनि हामी प्राथमिकताका साथ पहिलो यही टोललाई नै गठन गरौँ भनेर यहाँलाई अहिले मात्रै फोन गरेर बोलाउँदैछु। त्यसले गर्दा मैले प्राथमिकताका साथ यसलाई अगाडि लिएर यहाँ काम गर्दैछौँ। र अब यसले के गर्नु भने हामीले कति हुन्छ के हुन्छ इस्टिमेट आउँछ, इस्टिमेट आएपछि यो समिति गठन हुन्छ, समिति गठन गरौँ र इस्टिमेट हेरेर के कसरी गरेर जान सक्नुहुन्छ। तपाईँहरूसँग हाम्रो सहकार्य रहिरहन्छ र हामीले गर्नुपर्ने पहल कदमी के छ। वडाले पनि माथिबाट 30 लाख आएको छ, त्यो 30 लाखलाई के बोल पुगेन र वडामा बजेटै नहुँदा पनि वडाले पनि हामी 3जना 4जना सल्लाह गरेर 5 जना हुन्छौँ, तर 4जना मात्रै सल्लाह गर्छौँ। एकजना चाहिँ हाम्रो मटे बाबु आउँदैन, 2 वर्ष जति वडामा नआएको। त्यसले गर्दाखेरि उहाँको कुरा यहाँले पनि सुन्नु पनि होला। उहाँले आएर तपाईँलाई विभिन्न कुरा लोभ दियो भने उहाँ वडामा आउनुहुँदा उहाँको कुरा नसुन्नु होला। उहाँले गर्नुपर्छ नि वडामा आउने, जिज्ञासा राख्ने,
फलाना ठाउँमा यो खाँचो छ यसरी छ भन्ने उहाँले आएर वडामा बैठक राखेर छलफल गरेर अगाडि बढ्यो भने हामीलाई चाहिँ उहाँलाई चाहिँ पढाउने होला तर अहिले उहाँले कहाँ के गर्नुहुन्छ भोलि के घटना गर्ला कहाँ के होला तर वडाको जवाब दिए वडालाई त थाहा हुँदैन त्यस कारणले यो कुरोलाई ध्यानमा राखेर अनि हामी तुरुन्त सल्लाह गरेर हामीले वडाले पनि रु 5 लाख रुपियाँ लगाइदिएका छौँ थप गरेका छौँ त्यसमा पनि वडाको आज यसपालिको सबैभन्दा ठुलो बजेट नै यही 5 लाख योजना नभए 3 लाख 2 लाख 2.5 लाख त्यसै गरेर चाहिँ सबैको मन बुझाउनु पर्ने छ चित्त बुझाउनु पर्ने छ हामीलाई त उपेक्षा गर्यो भन्छ तर त्यस कारणले यो आजको चाहिँ अनि यसले यो समितिले के गर्ने भन्दा भोलि आइतबार हाम्रो पनि वडाको नि बजेट भएको हुँदाखेरि यहाँले एउटा निवेदन दिन हामीलाई चाहिँ लगत इस्टिमेट गरी टेन्डर गरी पाऊँ भनेर एउटा निवेदन लिएर आउनु होला वडाले सिफारिस गर्छ त्यो सिफारिसमाथि चाहिँ नगर प्रमुखमा पुर्याएपछि त्यहाँबाट योजनालाई जान्छ योजनापछि हाम्रो संयुक्त दुईटै बजेटको चाहिँ एउटा इस्टिमेट भएर आउँछ त्यो इस्टिमेट भएपछि तपाईँको काम अगाडि बढ्ने वातावरण बन्छ है नभए त्यो वडाले छुट्टै गर्नु पर्यो के अरे नगरले त यी दुईटै बजेटलाई एउटै योजनाबाट चाहिँ काम वडाले कुबेरतालाई पनि केही माया गरेको छ है भनेर बुझिदिनको लागि पनि रु 5 लाख रुपियाँ लाग्छ बसाउने नगरबाट रातोपुरमा यो हामीले वडाबाट पनि रातोपुरमै लगाइदिएको त्यस कारणले यहाँहरू सुविधा यो चाहिँ यो चौक वरिपरि बस्नुहुने बस्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई हामी वडा कार्यालयबाट विनम्र केहीजनाको तर्फ विनम्रपूर्वक यो काम कार्यान्वयन गर्नको लागि छिटोभन्दा छिटो प्रोसेस अगाडि बढाइदिन अनुरोध गर्दै के कसरी हुन्छ भविष्यकै अब 30 फुट बाटोलाई चाहिँ क्लियर गरेर अगाडि बढ्न म अनुरोध गर्दै आजको यो चाहिँ बेसी मैले बोलिरहेको पनि मैले बजेटको बारेमा भनिहाल्छु र हाम्रो लागत इस्टिमेटको बारेमा भनिहाल्छु छु र तपाईले चाहिँ अर्को के अरे तपाईले 40-60 को बारेमा पनि तपाईले बुझ्नुपर्ने जरुर छ त्यही आधारले गयो भने हामी माथिसम्म मेरो आशा हो त्यो आशाको साथ मैले यो कुरो गरे सम्पूर्ण उपभोक्ताहरूलाई एकमुष्ट हामीबाट यो योजना सबै कुरो भन्दै यसलाई चाहिँ अगाडि बढाउन म कोसिस गर्दै यो चाहिँ उपभोक्ता समितिको छनौट सुरु गरिदिन हुन भोलि धन्यवाद मेरो भनेको दम्ब अधिकारीलाई पनि आसन ग्रहणकै क्रममा रबिन गुरुङ कार्यपालिका सदस्य र हाम्रो वडा सदस्य पनि हुनुहुन्छ उहाँलाई पनि यथास्थानमा आसन ग्रहण देवीबहादुर राई टेस्टोल विकास समितिको सल्लाहकार पूर्व अध्यक्षको तर्फबाट मुरी धन्यवाद दिँदै न्यानो अभियान तपाईहरुको यो आर्थिक सङ्कलनमा कति मान्छेले पैसै निकाल्नु भएको छैन त्यसले गर्दाखेरि यो ननिकाल्ने मान्छेले के गरे कसो गरेर हामी निकाल्न लाउनु पर्छ भन्ने मेरो कुरा हो त्यो सँगसँगै हामीले यो म मेरो पद पाउनु भन्दा म अध्यक्षको पदमा बस्नु भन्दा कोही व्यक्ति यदि बस्न चाहनुहुन्छ भने म उहाँलाई अहिले नै म जिम्मा दिन्छु र अथवा उहाँले राख्नुपर्छ भन्ने मेरो कुरा हो किनभने यहाँ काम गर्नु अलिकति के गाह्रो छ भने म पहिले धेरै निर्माण कमिटी बस्दाखेरि निकै निर्माण कमिटीको बस्दाखेरि निकै गाह्रो भएको कारण महसुस भएकोले तपाईँहरू यदि यो अध्यक्षको पदमा बस्नु फलानाले यस्तो गर फलानाले यस्तो गर भन्नुभन्दा अहिले नै मैले एउटा कोही व्यक्ति कोही एकजना बस्न चाहनुहुन्छ भने र तपाईँहरूले पछि यस्तो गर्नु त्यस्तो गर्नु भन्नु भन्दाखेरि अहिले बस्न चाहनुहुन्छ भने मलाई अहिले तपाईँहरूले बस्नुहोस् भनेर मैले यही अनुरोध गरेर चाहे है त क्षमा हुनुहुन्छ नितेश राईज्यू ताली बजाऊ ताली त्यसै गरी सचिवमा हुनुहुन्छ टीका निरौलाज्यू कोषाध्यक्षमा हुनुहुन्छ भीमप्रसाद राईज्यू त्यसै गरी सदस्यहरूमा हुनुहुन्छ अम्बिका लुवागुन लक्ष्मीमाया राईज्यू पवित्र तामाङ तारा राईज्यू
पेशल कुमार राईज्यू, अम्बिका सोनवान सुयल सदस्य उहाँहरू, अनि राम विष्णुके उहाँहरू चाहिँ सदस्य हुनुहुन्छ यस निर्माण समितिको। र त्यसै गरी अनुगमन समितिमा चाहिँ हाम्रो वडाको वडा सदस्यज्यू डम्बर बहादुर अधिकारीज्यू, त्यसै गरी कालुराम राईज्यू, त्यसै गरी देवी बहादुर राईज्यू, त्यसै गरी यो समृद्ध बनाउनको लागि पिच निर्माण गर्नलाई उपभोक्ता समितिमा पदाधिकारी बस्नुहुने र यो कार्यलाई सम्पन्न गर्नको लागि यहाँको स्थानीयको अवरोध र सहयोगको साथ अगाडि बढ्नुहुनेछ भन्ने म आशा गर्दै, अर्को सुनौलो कुरो यहाँहरूलाई टोल विकास समितिलाई हामीले जिम्मा दिएको छौँ र टोल विकास समिति तपाईँहरू सबै ठाउँमा नआइपुग्नु सक्ला। अहिले हामी यही आउने फागुन 21 गतेको संसदीय निर्वाचन प्रणालीप्रति संसदको चाहिँ के अरे एउटै मात्र मत लगाउनु पर्ने हुन्छ, एउटा के अरे अब पार्टी कतिवटा हुन्छ। त्यसको लागि यहाँ यस तल्लो भेगमा रहेको आदरणीय हाम्रा मतदाताज्यूहरूलाई, यहाँको स्थानीयवासीहरूलाई अहिलेको अहिलेको स्थानीय सरकारले एउटा हामीले भनौँ सरसल्लाह गरेर एउटा चाहिँ निर्णय टोल विकास समिति राजनीतिक दलका के अरे साथीहरू के अरे प्रतिनिधि र चाहिँ सङ्घ संस्थाका सबै साथीहरूसँग चाहिँ छलफल गरेर हामीले अब कति माथि ज्ञानोदय मात्रै जाने यहाँको बुढाबुढी मान्छे आफूभन्दा अशक्तहरूले आफ्नो मत अधिकार प्रयोग गर्नलाई गाह्रो भइरहेको बेलामा हामीले यो चाहिँ अनन्त ज्योति आधारभूत विद्यालयलाई पनि र यो हिजो अस्ति नै सिडिओको साथको चाहिँ निर्देशनमा जिल्ला निर्वाचन कार्यालयको चाहिँ अधिकृत भनौँ के अरे जिल्ला प्रहरी कार्यालयको के अरे प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि, नेपाल के अरे आर्मीको प्रतिनिधि र वडा कार्यालयको सदस्य तथा हामी प्रतिनिधि सहित आएर यसको अवलोकन गरिसकेका छौँ। यो अलिकति चाहिँ कहाँ कम्पाउन्ड लाउनु पर्ने छ त कम्पाउन्ड लाउनका लागिलाई त्यसमा अब तुरुन्तै यहाँहरूले नै एउटा चाहिँ पहल गरेर त्यो कम्पाउन्ड लाउने पनि वातावरण बनाऊ। यो 21 गतेको के अरे भनौँ संविधान के अरे भनौँ प्रतिनिधि सभा निर्वाचनको लागि यिनीहरू मतदान के अरे मत दिनका लागिलाई यहाँबाट सबैले आफ्नो अवसर पुगेका टोल विकास समितिका साथीहरूलाई तपाईँहरूको मत भएको मान्छे भोट लिस्ट हुनेले उहाँलाई जानकारी गराएर तपाईँहरूको त्यो चाहिँ टिपाइदिनु हुन म अनुरोध गर्न चाहन्छु। हामी वडा ठुलो भइसकेका छ, वडा जति नै ठुलो भए पनि भन्दा पनि विकटको कुरो छ। यहाँबाट चाहिँ ज्ञानोदय चाहिँ हिजोको दिनमा दुःख सुख चाहिँ जाँदै गर्नुहुन्छ, तर त्यो कुरोलाई पनि हामीले ध्यानमा राखेर अहिले अनन्त ज्योतिलाई पनि एउटा मतदान केन्द्र थपौँ। जम्मा करिब 10,000 एबभ हुने अवस्था रह्यो, त्यसले गर्दा हामीले यहाँ पनि थपौँ भनेर सबैसँग राय सल्लाह सबैसँग छलफल गरेर हामी प्रक्रिया अगाडि बढिसकेका छ। त्यसले गर्दा यहाँ सबैले टोल विकास समितिहरूलाई चाहिँ साथ दिनु होला। तपाईँहरूको भोट लिस्ट उहाँहरूको घरमा ल्याएर ल मेरो चाहिँ यो छ, तपाईँको परिवारको लिएर आउनुहोस्। अरू सबै एकैजनाले एकजना परिवार मात्रै लिएर परिवारको एकजनाले सबैजनाको जतिजना छ त्यतिजना ल्याएर यो मतदान केन्द्र हिजो ज्ञानोदय तपाईँहरूको चाहिँ भोट लिस्टमा छ, त्यो ज्ञानोदय भएकोलाई चाहिँ अनन्त आधारभूत के अरे विद्यालयमा चाहिँ मतदान केन्द्र भनेर त्यो त्यति छुट्याउनु पर्ने भएको हुँदाखेरि त्यति यहाँहरू सम्पूर्णले सहयोग गरिदिन हुन पनि यहाँ तल्लोपट्टि यहाँ हाम्रो चाहिँ माथि मिलन मार्गदेखि उँधोको टोल विकास समितिको सबै सरकारी टोल विकास समितिलाई यो चाहिँ हामीले निर्देशन गरिरहेका छौँ र उहाँले गर्नेले गरिरहनुहुन्छ। 34 गतेले हिजो नै वडामा ल्याएर बुझाइसक्नु भएको छ र यसरी नै हामी 24 गते 25 गतेसम्ममा भइसक्यो यो प्रक्रिया पनि अगाडि बढाएर टोल विकास समितिहरूलाई पनि कहीँ चाहिँ छुट्या छ भने यहाँले नै आफै त्यो चाहिँ के अरे प्रगत जो सक्रिय छ सक्षम छ उनीहरू त्यहाँ गइदिएर नेतृत्व दिन हुन पनि अनुरोध गर्दै आजको यस कार्यक्रममा जो चाहिँ उपभोक्ता समिति गठन भएर समितिमा बस्नुहुने समितिका पदाधिकारीज्यूहरूलाई यो हाम्रो गाउँ टोल बनाउनको लागि विकास गर्नको लागिलाई पिच गर्नको लागिलाई सबैले चाहिँ हातको हातमा हात काँधमा काँध मिलाएर साथ सहयोग गरेर चाहिँ यहाँले अगाडि बढाउनुहुन्छ। आशा गर्दै यो समितिलाई पनि सफल कार्यक्रमको शुभकामना गर्दै आजको यस कार्यक्रम यो उपस्थिति सम्पूर्ण चाहिँ उपभोक्ता पक्ष र यो पवित्र टोलवासी आदरणीय व्यक्तित्वहरूलाई सम्पूर्णलाई
हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै आजको यो के अरे भौगोलिक समिति गठन कार्यक्रम यिनै समापन भएको पनि म घोषणा गर्न चाहन्छु। बिग्रेन होला नि कुरा के हो